नमस्कार साथीहरू, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईँले यो भिडियोभित्र प्रवेश गर्नुभएको छ भने तपाईँले खोजेको जानकारी यो भिडियोमा प्राप्त गर्नुहुनेछ। साथीहरू, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईँलाई जानकारी दिन गइरहेको छु कि यदि तपाईँहरू विभिन्न आइपिओ भर्नको लागि मेरो सेयरलाई प्रयोग गर्नुहुन्छ भने त्यो मेरो सेयर तपाईँले ओपन गर्दाखेरि ब्याङ्कमा जब ब्याङ्कदेखि जब तपाईँले डिम्याट खाता साथसाथै मेरो सेयर एकाउन्ट तपाईँहरूले लिनुहुन्छ, त्यति तपाईँले डिम्याट खाता खोल्दा या मेरो सेयर एकाउन्ट लिँदाखेरि तपाईँले इमेल आइडी दिनुपर्ने हुन्छ ब्याङ्कलाई। त्यो इमेल आइडी चाहिँ तपाईँहरूको आफ्नो मेरो सेयरमा कुन लिङ्क भएको छ त्यो इमेल आइडी चाहिँ तपाईँहरूको आफ्नो मेरो सेयर एकाउन्ट खोल्दाखेरि तपाईँले ब्याङ्कलाई कुन दिनुभएको थियो त्यो इमेल आइडी चाहिँ हामीहरूले मेरो सेयर एकाउन्टमा कसरी हेर्न सकिन्छ भन्ने बारेमा यस भिडियो मार्फत म तपाईँलाई जानकारी दिन गइरहेको छु। किनकि तपाईँहरूले कुनै पनि आइपिओ खुलेको छ बजारमा, तपाईँहरूले अनलाइनदेखि मेरो सेयरदेखि आइपिओ एप्लाई गर्न खोज्नुभयो तर तपाईँले इनकेस पासवर्ड बिर्सिनुभयो भने त्यस्तो अवस्थामा तपाईँलाई इमेलको आवश्यकता पर्दछ। यदि तपाईँहरूसँग इमेल एकाउन्ट छ भने मात्र, मेरो सेयरको इमेल एकाउन्ट छ भने मात्र तपाईँहरूले बिर्सिएको पासवर्डलाई रिसेट गर्न सक्नुहुन्छ। यस्तो अवस्थामा तपाईँले इमेल एकाउन्ट बिर्सिनुभयो भने तपाईँले अनलाइनको माध्यमदेखि पासवर्ड रिसेट गर्न सक्नुहुँदैन र तपाईँले पासवर्ड रिसेट गर्नको लागि ब्याङ्कमै भिजिट गर्नुपर्ने आवश्यकता पर्दछ। र तपाईँहरू पनि जान्न चाहनुहुन्छ कि आफ्नो मेरो सेयर एकाउन्टमा इमेल आइडी कुन रहेको छ, यसलाई कसरी हेर्न सकिन्छ भन्ने कुरा। यदि जान्न चाहनुहुन्छ भने भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोस् र तपाईँलाई यो सम्पूर्ण जानकारी प्राप्त हुनेछ। र साथीहरू, यो सम्पूर्ण प्रोसेस जान्नको लागि तपाईँले आफ्नो मेरो सेयर एप्लिकेसनलाई ओपन गर्नुहोस्। तपाईँहरूले आफ्नो डिम्याट भएको ब्याङ्क र लगइन आइडी साथसाथै पासवर्ड राखेर तपाईँहरू लगइन हुन सक्नुहुनेछ। र तपाईँले आफ्नो मेरो सेयरमा भएको इमेल आइडी हेर्नको लागि तपाईँले मोर अप्सनमा जानुभयो र तपाईँ डिटेल्समा जानुभयो भने तपाईँले यहाँदेखि हेर्न सक्नुहुँदैन। यस्तो अवस्थामा तपाईँहरू ब्याक आउनुहोस् र तपाईँले यहाँ कहीँ पनि त्यो अप्सन देख्नुहुँदैन। त्यस्तो अवस्थामा तपाईँले जानुपर्ने हुन्छ, यहाँ माथि प्रोफाइलको आइकन देख्नुहुन्छ एउटा टप कर्नरमा, यसमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ तपाईँको नामको छेउमै मुनतिर रहेको हुन्छ तपाईँहरूको आफ्नो मेरो सेयरमा रजिस्टर भएको इमेल आइडी तपाईँहरूले हेर्न सक्नुहुन्छ। र यो इमेल आइडी चाहिँ तपाईँहरूले सम्झिनु होला कि तपाईँहरूको मेरो सेयर एकाउन्टमा लगइन भएको अर्थात् रजिस्टर भएको इमेल आइडी तपाईँहरूलाई थाहा छ भने मात्र तपाईँहरूले मेरो सेयरको पासवर्ड बिर्सिनुभयो भने तपाईँले त्यसलाई घरमै बसी अनलाइनको माध्यमबाट रिसेट गर्न सक्नुहुनेछ। किनकि तपाईँहरूले पासवर्ड रिसेट गर्न जब जानुहुन्छ तपाईँलाई त्यतिखेर इमेल आइडीको आवश्यकता पर्दछ। जस्तो म यसलाई एकचोटि लगआउट गरेर तपाईँलाई देखाउने पनि छु। जस्तो कि तपाईँले पासवर्ड बिर्सिनुभयो र जब फर्गट योर पासवर्ड भन्ने अप्सनमा रिसेट गर्नको लागि जानुहुन्छ, तपाईँले यहाँ देख्नुहुन्छ पासवर्ड रिसेट गर्नको लागि तपाईँले इमेल आइडी तपाईँलाई अनिवार्य हुने गर्छ र तपाईँहरूको जन्ममिति तपाईँहरूको नागरिकतामै हुन्छ, रजिस्टर भएको जन्ममिति र यति सम्पूर्ण इन्फर्मेसन राखेर सेन्ड रिक्वेस्ट गरिसकेपछि मात्र तपाईँले आफ्नो इमेल एड्रेसमा गएर तपाईँहरूको आफ्नो इमेल आइडीमा गएर तपाईँले त्यसलाई पासवर्ड रिसेट गर्न सक्नुहुनेछ। र तपाईँहरूसँग इमेल आइडी छ भने मात्र तपाईँले अनलाइनकै माध्यमबाट पासवर्ड रिसेट गर्न सक्नुहुनेछ। र साथीहरू, आशा गर्दछु तपाईँहरूलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा अवश्य लाइक गरेर सेयर गरिदिनुहोस् र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गरेर अल नोटिफिकेसन अन गरेर बस्नुहोस् ताकि मैले हालेको यस्तै भिडियोहरू तपाईँको नोटिफिकेसनमा सबभन्दा पहिला प्राप्त हुनेछ। र साथीहरू, अर्को इन्फर्मेटिभ भिडियो ल्याउने बाचाका साथ आज तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।